वेलकम टु ब्याक माई युट्युब च्यानल। कल्पन मोक्तानको युट्युब च्यानलमा फेरि पनि तपाईहरुलाई स्वागत छ र तपाईहरुले भिडियो हेर्दा चाहिँ स्किप नगरी हेरिदिनुहोस् र यो कल्पन मोक्तान लेखेको नाममा तपाईहरुले माया गर्नुहुन्छ भने मलाई सब्स्क्राइबर अनि लाइक अनि अल बेल आइकन दबाउनु चाहिँ नभुल्नु होला। र यो बिहानको घरमा साङ पूजा गरेको साङ्गेलाई भगवान बुद्ध त्रिरत्न उहाँहरूलाई चाहिँ पूजा गरेर चाहिँ साङहरू बाली यसरी बिहानको धूपधार गरी अनि साङ भित्र घुमाएर चाहिँ तपाईँको बाहिर लगेर चाहिँ यसरी साङ राखिएको छु मेरो घरको अगाडि। अनि यसरी साङ कति मजाले बलिरहेको छ, जसले धुवाहरू उडिरहेको छ है। हामीले बिहानको पूजाहरू गर्दाखेरि चाहिँ कस्तो भावना राख्नुपर्छ भन्दा चाहिँ यो साङहरू लगाएकोले चाहिँ आफ्नो घर छेउमा नाग सिम्बी भूमि खेली हिँड्ने डुली हिँड्ने छ भने पनि उहाँहरू अशुद्ध भएको छ भने पनि रिसाएको छ भने पनि यो साङ लगाएकोले चाहिँ उहाँहरूलाई शुद्ध भएर जाओस् र यो आकाशले जहाँसम्म ढाकेर पुगेको छ त्यहाँसम्मको प्राणीहरू हामी जस्तै प्राणी दुःखमा परेको प्राणीहरू सबै मुक्ति होस्, उहाँहरूलाई राम्रो भएर जाओस् भनेर हामीले प्रे गर्नुपर्ने हुन्छ र दुःखको भुमरीमा परेको पशु प्राणीहरू पनि मुक्ति भएर जाओस् भनी हामीले पूजा गर्नुपर्छ। अनि यस्तो जति सुन्दर सुन्दर तपाईँले यसरी फुलहरू साङ्गेलाई भगवानलाई तपाईँले चढाउनुहुन्छ त्यो चाहिँ यसरी लौटाएर लगाएर